नमस्कार, म हरिप्रसाद थारू। आज म यहाँ आफ्नो खेतको यो धानको स्थिति देखाउन आएको छु। हेर्नुहोस्, यो धान काटेको धान हो। यो जसो गरेर यताउतिदेखि ल्याएर धान रोप्यो। साफसफाइ मागेर यताउति त्यो सबकुछ गरेर धानको स्थिति हेर्नुहोस्। पानी परेर धान भिजेको छ। खेतमा अझै पानी जो छ, पुरै धानहरू उठाएर यो मेडीमा राख्ने हो। मेडीमा राख्यो भने ठिक हुन्छ, धान हल्का फुल्का भए पनि। धान नउठाइ त यहीँ उम्रिन्छ धान। के भन्नु, यस्तै छ। यो धानहरू हाम्रो आफ्नै हो, खेतको धान हो। दुःख गरेर लगाइन्छ। जसो तसो गरेर 900 पर्ने युरिया मललाई 4000सम्म हालेर नै किसानहरूले किन्छन्। तर अन्तिममा आएर यस्तो भइदिन्छ। यो जनआन्दोलन बनाएको सरकारले खोइ राहत प्याकेजहरू किसानहरूको लागि छुट्याउँछ कि छुट्याउनु थाहा छैन। हेर्दै जाउँ के गर्छ।